नमस्ते साथीहरू, मैले आज बनाउँदैछु भेज स्यान्डविच। जब बच्चाहरूलाई खानको लागि केही पनि हुँदैन नि तब तपाईहरुले यस्तो ब्रेड लिनुस् अनि यो भिभा स्यान्डविच स्प्रेड यो वाला स्यान्डविच ल्याउनुस्। अनि त्यसपछि यसमा मैले केही हालेको छैन, ओन्ली वान मसँग भेजिटेबल धेरै नभएर प्याज र टमाटर अनि त्यसपछि 2 चम्मच त्यो मेयोनिज हाले। अब यस्तो तरिकाले म्यास गरेर अब यो वान साइड ब्रेडको मा चाहिँ यसरी लगाइदिनुस्। यसरी मैले लगाइरहेको छु, लगाएर फैलाउनुस् यस्तो तरिकाले। त्यसपछि चीज छ भने यसको माथि एउटा चीज स्लाइस राखिदिनुस् अनि अर्को ब्रेडले यसलाई ढाक्दिनुस्। पक्नुस् है, म तपाईहरुलाई गरेर यसरी लगाइसकेपछि मसँग चाहिँ एउटा चीज त्यो स्लाइस छ, त्यो पनि यसैमा हाल्दिन्छु। त्यसपछि माथिबाट टक्कै लास्ट ब्रेड स्लाइस परेछ, केही छैन, यस्तै लगाइदिनुस्। त्यसपछि ट्याक्क लागेर तवामा हल्का बटर, म त हतारमै यस्तो तरिकाले बटर लगाइदिनुस्। त्यसपछि मजाले सेकाएर अहिले म देखाउँछु है। त्यसपछि तपाईले यसलाई यस्तै टक्क काटेर बच्चाहरूलाई दिनुस्। यस्तो मिठो हुन्छ, हेर्नुस्। यस्तो गरेर बच्चाहरूलाई टक्क लगाएर दिनुस्। यस्तो मिठो हुन्छ कि के भन्नु। ल, धन्यवाद।